विश्वेश्वर प्रसाद कोइरालाको सरकार भङ्ग गरिसकेपछि नेपालको राजनीतिले एउटा यस्तो मोड लियो जसले केवल त्यस समयका नेताहरूको भविष्य मात्र होइन, आगामी 3 दशकसम्म नेपालको शासन व्यवस्था नै परिवर्तन गरिदियो। पुस 1 2017 सालको त्यो दिन सकिँदै गर्दा काठमाडौँका सडकहरू असामान्य रूपमा शान्त देखिन्थे। तर त्यो शान्तिभित्र एउटा ठूलो राजनीतिक भूकम्प आइसकेको थियो। जनताले आफ्नै मतबाट बनाएको सरकार अब अस्तित्वमा थिएन। संसदका ढोकाहरू बन्द भइसकेका थिए, राजनीतिक दलहरू प्रतिबन्धित भइसकेका थिए, देशका प्रमुख नेताहरू पक्राउ परिसकेका थिए र सम्पूर्ण राज्य शक्ति अब राजा महेन्द्रको हातमा केन्द्रित भएको थियो। त्यो रात हजारौं नेपालीले एउटा प्रश्नको उत्तर खोजिरहेका थिए, अब नेपाल कसरी चल्नेछ? यो देश फेरि निरङ्कुश शासनतर्फ फर्कियो कि केवल केही समयका लागि लिएको निर्णय थियो? यिनै प्रश्नहरूको बीचमा राजा महेन्द्रले रेडियो नेपाल मार्फत राष्ट्रका नाममा सम्बोधन गर्न आए। त्यो समय नेपाल टेलिभिजन थिएन, सामाजिक सञ्जाल थिएनन्, त्यसैले राज्यको आवाज नै सम्पूर्ण देशका लागि सबैभन्दा ठूलो सूचना थियो। आफ्नो सम्बोधनमा उनले देशमा राजनीतिक अस्थिरता बढेको, सरकार जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, प्रशासन कमजोर बन्दै गएको, भ्रष्टाचार बढिरहेको र राष्ट्रिय एकतामा खतरा देखिएको दाबी गरेका थिए। यदि यही अवस्था जारी रहने हो भने नेपालको भविष्य नै सङ्कटमा पर्ने उनको तर्क थियो। त्यसैले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउन आफूले यो निर्णय लिन बाध्य भएको उनले बताएका थिए। राजा महेन्द्रको दृष्टिमा नेपाल अत्यन्त संवेदनशील अवस्थामा थियो। दक्षिणमा भारत, उत्तरमा चीन, विश्वभर शीत युद्धको प्रभावभित्र राजनीतिक अस्थिरता र आर्थिक रूपमा कमजोर राष्ट्र। उनको विश्वास थियो विकासका लागि स्थिरता चाहिन्छ र स्थिरताका लागि बलियो नेतृत्व आवश्यक छ। यही कारणले उनका समर्थकहरू आज पनि भन्छन्, यदि त्यसबेला राजा महेन्द्रले त्यो कदम नचालेको भए नेपाल झन् ठूलो राजनीतिक सङ्कटमा फस्ने सक्थ्यो। तर इतिहासको अर्को पाटोले भने फरक कथा सुनाउँछ। लोकतन्त्रका समर्थकहरू भन्छन्, लोकतन्त्रमा सरकार कमजोर हुन सक्छ, प्रधानमन्त्रीले गल्ती गर्न सक्छन्, राजनीतिक दलहरूबीच विवाद पनि हुन सक्छ, तर त्यसको समाधान संसद, निर्वाचन र संवैधानिक प्रक्रियाबाट खोजिनुपर्छ। जनताले चुनेको सरकारलाई एकै दिनमा हटाएर सम्पूर्ण शक्ति राजाको हातमा केन्द्रित गर्नु लोकतान्त्रिक मूल्य र जनमतको सम्मान थिएन। त्यसैले 2017 सालको शाही कदम आजसम्म पनि नेपालको इतिहासकै सबैभन्दा विवादित राजनीतिक निर्णयमध्ये एक मानिन्छ। आज पनि इतिहासकारहरू यस विषयलाई दुई धारमा विभाजन गरेर हेर्छन्। एक पक्षले राजा महेन्द्रले राष्ट्रलाई अस्थिरताबाट जोगाएको तर्क गर्छन् भने अर्को पक्षले उनी लोकतान्त्रिक यात्रालाई रोक्ने शासक भएको दाबी गर्छन्। सायद यही कारणले राजा महेन्द्रको मूल्याङ्कन आजसम्म पनि एउटै दृष्टिकोणबाट गर्न सकिएको छैन। तर एउटा कुरा भने निश्चित थियो, अब नेपाल पुरानो व्यवस्थामा फर्किने थिएन। राजा महेन्द्रले केवल सरकार हटाएका थिएनन्, उनी नेपालको सम्पूर्ण राजनीतिक प्रणाली नै परिवर्तन गर्ने तयारीमा थिए। केही समयपछि उनी नेपालका लागि एउटा नयाँ शासन प्रणाली घोषणा गर्ने निर्णय गरे, जसको नाम थियो दलविहीन पञ्चायतको व्यवस्था। राजा महेन्द्रको विश्वास थियो कि नेपाल जस्तो विविधताले भरिएको देशमा राजनीतिक दलहरूको प्रतिस्पर्धाभन्दा राष्ट्रिय एकता महत्त्वपूर्ण हुन्छ। उनका अनुसार दलहरूले समाजलाई विभाजन गर्छन्, जबकि पञ्चायत व्यवस्थाले सम्पूर्ण नेपालीलाई एउटै उद्देश्यमा बाँध्न सक्छ। उनी बारम्बार भन्ने गर्थे, देशभन्दा ठूलो अरू कुनै दल हुन सक्दैन। यही सोचका आधारमा गाउँदेखि केन्द्रसम्म नयाँ राजनीतिक संरचना निर्माण गरियो। गाउँ पञ्चायत, नगर पञ्चायत, जिल्ला पञ्चायत, अञ्चल पञ्चायत हुँदै राष्ट्रिय पञ्चायतसम्मको संरचना बनाइयो। जनताले आफ्ना प्रतिनिधि छान्न त पाउँथे, तर उनीहरू कुनै राजनीतिक दलको उम्मेद्वार हुन पाउँदैनथे। राजनीतिक दलहरू कानुनी रूपमा प्रतिबन्धित थिए। सरकार सञ्चालन हुन्थ्यो, तर अन्तिम शक्ति राजामै केन्द्रित थियो। समर्थकहरूले यसलाई नेपालमा सुहाउँदो प्रजातन्त्र भने। उनीहरूको तर्क थियो कि दलगत झगडाभन्दा राष्ट्रिय एकता महत्त्वपूर्ण हुन्छ। तर आलोचकहरूले भने यसलाई लोकतन्त्र होइन, राजाको प्रत्यक्ष नियन्त्रणमा रहेको व्यवस्था भने। उनीहरूको भनाइ थियो, राजनीतिक दल नभएपछि वास्तविक लोकतन्त्र कसरी सम्भव हुन्छ?
विपक्षी नै नभएपछि सरकारलाई जवाफदेही कसले बनाउँछ? सरकारको आलोचना गर्न नपाइने व्यवस्थालाई कसरी स्वतन्त्र शासन भन्न सकिन्छ भन्ने उनीहरूको प्रश्न थियो। तर यता विकासका काम भने तीव्र गतिमा अघि बढिरहेका थिए। सडक निर्माणलाई उच्च प्राथमिकता दिएको थियो। आज लाखौँ नेपालीले दैनिक प्रयोग गर्ने महेन्द्र राजमार्ग विस्तार हुँदै गइरहेको थियो। पहिलो पटक पूर्वदेखि पश्चिमसम्मको यात्रा सडक मार्फत सम्भव हुन थाल्यो। पहाड र तराईका धेरै जिल्लाहरूमा राष्ट्रिय सडक सञ्जालसँग जोडिए। जहाँ पहिले एक हप्ता पैदल हिँड्नु पर्थ्यो त्यहाँ बिस्तारै मोटर गाडी पुग्न थाल्यो। शिक्षा क्षेत्रमा पनि उल्लेखनीय विस्तार भयो। देशभर नयाँ विद्यालयहरू खुले। सरकारी विद्यालयको पहुँच बढ्यो। त्रिभुवन विश्वविद्यालयलाई विस्तार गरियो। उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको सङ्ख्या बढ्न थाल्यो। कृषि सुधार, सिँचाइ आयोजना, वन, पर्यटन, विकास र प्रशासनिक सुधारका विभिन्न कार्यक्रमहरू अगाडि बढाइए। नेपाललाई आधुनिक राज्यका रूपमा स्थापित गर्ने प्रयास तीव्र भयो। अन्तर्राष्ट्रिय सम्बन्धमा पनि राजा महेन्द्र निकै सक्रिय रहे। उनले भारतसँगको सम्बन्ध कायम राख्दै चीनसँग मित्रता पनि विस्तार गरे। अमेरिका, बेलायत, सोभियत सङ्घ लगायत धेरै देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भयो। शीतयुद्धको समयमा कुनै एक शक्तितर्फ खुल्ला रूपमा नझुकी सन्तुलित परराष्ट्र नीति अपनाउनु उनको महत्त्वपूर्ण कूटनीतिक उपलब्धिमध्ये एक मानिन्छ। यही कारणले नेपालले अन्तर्राष्ट्रिय सहयोग, विकास परियोजना र कूटनीतिक पहिचान दुवै प्राप्त गर्न सफल भयो। तर विकाससँगै विरोध पनि बढ्दै गयो। राजनीतिक दलहरू भूमिगत भए। धेरै नेता जेलमा थिए। विद्यार्थी आन्दोलनहरू बेला बेलामा चर्किन थाले। प्रेसमाथि कडा नियन्त्रण राखियो। सरकारको खुलेर आलोचना गर्न सजिलो थिएन। राजनीतिक स्वतन्त्रताभन्दा राष्ट्रिय एकता र अनुशासनलाई प्राथमिकता दियो। यही कारणले धेरै बुद्धिजीवी, पत्रकार र प्रजातन्त्रवादी नेताहरूले पञ्चायतको व्यवस्थालाई अधिनायकवादी व्यवस्था भन्न थाले। यद्यपि पञ्चायत समर्थकहरूको तर्क फरक थियो। उनीहरूले भन्थे यदि पञ्चायत व्यवस्था नभएको भए पूर्व पश्चिम राजमार्ग यति छिटो बन्ने थिएन। देशभर विद्यालय र सरकारी संरचनाको विस्तार हुने थिएन। विदेशी सहयोग पनि यति प्रभावकारी रूपमा भित्रिने थिएन। त्यसैले उनीहरू पञ्चायतलाई विकासको युगको रूपमा सम्झन्छन्। यी दुई फरक दृष्टिकोण आज पनि नेपाली समाजमा जीवित छन्। सन् 1972 राजा महेन्द्रको निधन भएपछि उनका जेठा छोरा राजा वीरेन्द्र सिंहासनमा बसे। तर पञ्चायत व्यवस्था भने समाप्त भएन। राजा वीरेन्द्रले पनि त्यसलाई निरन्तरता दिए। समय बित्दै जाँदा लोकतन्त्रको माग फेरि बलियो बन्दै गयो। विद्यार्थी आन्दोलनहरू चर्किए। राजनीतिक दलहरू थप सक्रिय भए र अन्ततः जनदबावका कारण विक्रमसम्म 2037 सालमा राष्ट्रिय जनमत सङ्ग्रह गरियो। जनताले बहुदलीय व्यवस्थामा सुधारिएको पञ्चायतमध्ये एक रोज्ने अवसर पाए। परिणाममा सुधारिएको पञ्चायत व्यवस्था कायम रह्यो। तर लोकतन्त्रको आन्दोलन भने रोकिएन। अन्ततः विक्रमसम्म 2046 सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरायो र लगभग 3 दशकसम्म चलेको पञ्चायत व्यवस्थाको अन्त्य भयो। यसरी हेर्दा राजा महेन्द्रले सुरु गरेको पञ्चायत व्यवस्था नेपालको इतिहासमा सबैभन्दा लामो, सबैभन्दा प्रभावशाली र सबैभन्दा विवादित राजनीतिक प्रयोग बन्न पुग्यो। कसैले यसलाई विकास र स्थायित्वको युग मान्छन्, कसैले लोकतन्त्रलाई पछाडि धकेल्ने कालखण्ड। तर एउटा कुरा भने निर्विरोध छ, पञ्चायत व्यवस्था र राजा महेन्द्रको निर्णयहरूलाई नबुझी नेपालको आधुनिक राजनीतिको इतिहास बुझ्न सम्भव छैन।